चाहिँ यो नेपाल एसबिआई ब्याङ्कको चाहिँ गार्ड हुनुहुन्छ। सुरुमा के भएको थियो तपाईँलाई? यहाँ चाहिँ ब्याङ्क लुटिएको छ होइन, अनि तपाईँमाथि चाहिँ यहाँ यसरी आक्रमण भएको रहेछ। अनि यो घटनाक्रम चाहिँ कसरी घट्यो? यो घटनाक्रम कसरी घट्यो भने अब हामीलाई चाहिँ अब त्यो यहाँ हामी भान्सामा यहाँ हामीले खाना पकाएर खाने एउटा रुम छ माथिपट्टि, त्यो रुममा चाहिँ खाना पकाइरहेको थिएँ। अचानक मान्छेहरू माथि आएर 6-7 जनाको टिम आएर खुकुरी 4 जनाले खुकुरी देखाए, 2 जनाले पिस्तोल देखाएर मलाई अट्याक गरेर बाँधेर लगायो। खुकुरीले पनि हान्यो, हात पनि घाइते भएको छ। धेरै चोट भएको छ तपाईँको यहाँ? अलिक गहिरो चोट भएको छ। अनि यहाँ अलिकति तलसम्म पुगेको छ। अनि अहिले त हस्पिटल गएर अलिकति भयो। यहाँ चाहिँ तपाईँ त्यतिखेर चाहिँ तपाईँ एक्लै हुनुहुन्थ्यो या अरू स्टाफहरू पनि हुनुहुन्थ्यो? स्टाफहरू खाना जानुभएको थियो। एकजना कति बजेको समय हो यो? 36 बजेको, त्यो साँझमा 36 बजे। सुरुमा तपाईँ ढोका खोलेर बस्नु भएको थियो कि? ढोका खुल्लै थियो। ढोका खुल्लै थियो? यो ढोका लागेको थियो। तपाईँ यसमा बस्नु भयो तपाईँ यो रुममा? यो रुममा उ त्यो ग्यास भएको ठाउँमा। अनि पछि चाहिँ यहाँ चाहिँ सामानहरू छताछुल्ला भएर रहेछ, यता चाहिँ के भएको? यो चाहिँ पछि के अरे सरहरू आइसकेपछि बन्दक बनाएर त्यहाँ लडाएको। तपाईँलाई पहिला यहाँ बाँधेको कि के भएको? मलाई के अरे त्यहाँ अब जस्तो कि नबल भनेर मुख थिच्यो, मुख थिचेर अनि त्यहाँबाट बाँधेर त्यहाँ डोरीहरू पनि त्यत्तिकै छ। त्यो कपडाहरू कतिजना सरहरू हुनुहुन्छ यहाँ? यहाँ हामी जम्मा यहाँ बस्ने भने 4 जना। 3 जना सरहरू। जस्तो तपाईँलाई यहाँ यो रुममा जस्तो यो गेटबाट यहाँ माथि यो ढोका यो स्टेयरबाट माथि निस्किने बेलामा यो पहिलो ढोका छ होइन, अनि यो ढोकामा आएर तपाईँलाई अचानक आक्रमण गर्यो। तपाईँलाई यहाँ के छ बाँधेर राखेको होइन? जस्तै अब पछि हामीलाई जिल्ला प्रहरी कार्यालय ढ्याङलेखबाट हजुर प्रहरी आएर ढोका खोलिदिएपछि हामी बाहिर निस्क्यौँ। जस्तै तपाईँलाई यहाँ चाहिँ बाँधेर राख्यो, तपाईँलाई चाहिँ मुख थुनेर राख्यो होइन, त्यतिखेर त उनीहरू यहाँ लुकेर बसेको कि के गरेर बाहिर बसिरहेको थियो, ड्युटी बसिरहेको थियो। उनीहरू पनि ड्युटी बसिरहेको थियो, बाहिर ड्युटी बसिरहेको थियो। तल ताला फोरिरहेको जस्तो टङ आवाज आउँथ्यो। सरहरू आउनु भएपछि उहाँहरूलाई पनि कसरी आक्रमण भयो? ह्याङमै समातेर बन्द बनायो। सरासरी आयो, यिनीहरू लुकेर बसिरहेको छ यहाँ होइन, लुकेर बसिरहेको छ। सरासरी आउँदाखेरि च्याप्चुप गरेर यहाँ पछार भएर सबैजना बाहिरै थियो कि त्यतिखेर? अरू बाहिरको सरहरू आउँदाखेरि चाहिँ बाहिरबाट खाना खाएर सरहरू आउँदाखेरि चाहिँ सबैजना बाहिरै थियो कि? होइन, यहाँनिर के अरे खाली थियो रे, यहाँनिर खाली थियो अरे होइन। हजुर खाली थियो अरे। उता माथितिरबाट झरे उहाँ तल हेफक संस्थाको त्यो रामकृष्ण बोगरा भन्ने सरलाई पनि, हजुर उसलाई पनि माथि गएर बानिसकेर छ। अनि बानिसकेपछि अनि त्यहाँबाट उसलाई बाँधेर उता लुकेर बसिरहेको छ। आएर सरहरूलाई पनि बाँधेर लडायो। अनि यहाँनिर यसरी बाँधेर राख्यो। तपाईँ चाहिँ पछि उहाँ सरहरू आउनु भएपछि तपाईँ चाहिँ निस्किनु भयो? पुलिसले आएर ढोका खोलिदिएको। हाम्रो त सबै चुकुर लगाएको थियो बाहिरबाट। उनीहरू चाहिँ जस्तो सुरुमा आउँदाखेरि तपाईँले यो बत्ती बालेर राख्नु भएको थियो? यो रुमको बत्ती थियो होइन? त्यो आउँदाखेरि चाहिँ उनीहरूको हुलिया चाहिँ कस्तो थियो? हुलिया त्यो हामीले अब के अरे पहिचान गर्नै नसक्ने त्यो मुखुन्डो जस्तो के टोपी भन्छ त्यसलाई, मङ्की क्याप। त्यो शरीरभन्दा तलतिरको कपडाहरू चाहिँ कस्तो थियो उनीहरूको? एउटाको चाहिँ याद छ, एउटाको चाहिँ त्यो याद छ। अब त्यो पडक्रा पुडुङ हान्न थालेपछि त्यो दिमागले काम गरेर त्यति याद भएको चाहिँ कस्तो छ तपाईँको? याद भएको चाहिँ एउटा जामा जस्तो तल त्यो एउटा भन्छ नि कुर्ता लाउँछ नि, कुर्ता हो त्यस्तो कालो कुर्ता लगाएको मान्छे छ, लामो। केटा नै केटा होइन? केटै। उनीहरू जस्तो एउटै उमेर समूहको जस्तो देखिन्छ कि अथवा त्यो कति उमेर समूहको जस्तो चाहिँ देखिन्छ उनीहरूको? हामीभन्दा त धेरै भाइहरू हो तिनीहरू। त्यो बोलीको हिसाबले अनुहार त स्पष्ट हामीले देखेन होइन। हतियारहरू चाहिँ के थियो? हतियार चाहिँ 2टा त्यो सेतो खालको त्यो स्टिलको जस्तो पिस्तोल देखियो। खुकुरी चाहिँ ठुल्ठुलै रहेछ, लामो त्यही मारै हान्ने जस्तो। 4वटा खुकुरी थियो, 4 जना। हजुर। KIEC कोबे इन्टरनेसनल एजुकेसन सेन्टर जापान, कोरिया, क्यानाडा, युरोप, अस्ट्रेलिया, UK लगायतका देशमा जान तपाईको भरपर्दो र विश्वासिलो कन्सल्टेन्सी। विदेश अध्ययन, भाषा सिप र प्राविधिक दक्षता सबै एकै ठाउँमा।
अब सिन्धुलीमै इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट हब प्राली आइटिएम हब यहाँ उपलब्ध छन् आइएल्स पिटिई तयारी कक्षा, जापानी कोरियन लगायतका भाषा कक्षा, विदेश अध्ययनका लागि भरपर्दो परामर्श सेवा, कम्प्युटर तालिम, लोक सेवा र शिक्षक सेवा आयोगको तयारी कक्षा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीको थ्योरी र प्र्याक्टिकल कक्षा, तपाईको दक्षता अनुसारको जागिरको व्यवस्था, सबै सुविधा एउटै छानामुनि। आइएसओ सर्टिफाइड र अनुभवी प्रशिक्षक सहित आइटिएम हब तपाईको डिजिटल यात्रा र उज्जवल भविष्यको भरोसा हो। सम्पर्क फोन 047 590 000, 98 540 4909, 98 540 4992, वेबसाइट www.sindhuliitemhub.com, इमेल itemglobal2024@gmail.com। आइटिएम हब प्राली कमलामाई नगरपालिका 6 धुरा बजार सिन्धुली।